मिडियामा आछ कुलिङ अफ पिरियड आछ म त्यही गरेर बोल्दिहाल्छु भनेर जुन त्यो आफ्नो पिजन होलमा आएको कुरा नपढिकन समितिका सभापतिले आफूले राजीनामा दिएर बाटो मार्ग प्रशस्त गर्नुपर्छ, छानबिन गर्नुपर्छ, राज्य विरुद्धको कसुर लगाएर तपाईको अपराध गर्नेहरूलाई चाहिँ जेल सजाय हुनुपर्छ। निर्णय गर्छु मेरो कर्मचारीको माग्ने छानबिन गरौँ न। कर्मचारी म जो छ म त्यो स्टेजमा आउँदाखेरि के गर्नुपर्छ, मेरो गल्ती देखिया ठाउँ म तयार छु। क्या हौसिएर अब सेलिब्रेट गर्नु पर्यो यमरी खुवाउँ भनेर ल्याएको यो पासै गर्दैन साथीहरूले, यो अड्काइदियो। समितिको सभापतिमा नैतिकता भन्ने चिज यदि बचेको छ भने उहाँले चाहिँ राजीनामा दिएर अनुसन्धानलाई चाहिँ सहयोग गर्न सघाउनुपर्छ यदि नैतिकता छ भने। किनभने अनुसन्धानमा सघाउनुपर्छ, पदमा बसेर छानबिन हुन सक्दैन। यो भएन र यस्तो ढङ्गले चाहिँ खुट्टा कमाइन्छ भने 25 जना सचिवहरूलाई हटाइदिए हुन्छ, उनीहरू राजीनामा गर्छन् भने स्वीकृत गर्दै हुन्छन्, सहसचिवहरू 25 जनाले काम पाउँछन्। त्यही बीचमै जो बस्नुभयो 3 थरी उहाँहरू बस्नुभयो, तीबाट नि यो चलखेल जे भयो ती भित्र भएको छ भन्ने कुरा पनि हामीले सभामुखलाई राख्यौँ। त्यो जसले चलखल गरे तिनलाई सख्तभन्दा सख्त पार्लियामेन्टको अवस्थालाई कमजोर बनाउनु हुँदैन, त्यसलाई कारवाही गर्नुपर्छ भनेर पनि हामीले सभामुखजी कहाँ राखेका छौँ। र यसलाई विधिवत रूपमा जनताको भावना र संसदको भावना राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएकोलाई पनि तलबाट एउटा शब्द राखेर खण्डन गरेको, यसको व्यवस्था पनि अभिभावकको रूपमा तपाईँहरूले मिलाइदिनुहोस् भनेर भनेका छौँ। खेले पनि खेल्यो संसदको सर्वोच्चतामाथि प्रहारको बल हो, यो प्रहारलाई कसरी हेर्नु भएको छ भनेको। ल यो क्वेसनलाई अलिकति ब्रेकडाउन गरौँ है त। हामीलाई उपसमितिहरूमा विधेयक आइसकेपछि कि फुल समितिले कि उपसमितिले बसेर काम गर्छ, त्यो उपसमितिले बनेर काम गरेको फुल समितिमा जान्छ अनि त्यो प्रतिवेदनमा के हेरफेर गर्नुपर्ने छ हेरफेर गर्ने हुन्छ। त्यसपछि त्यो प्रतिवेदन सांसदहरूले हेरेर त्यसपछि सभापतिले सही त्यो समितिको सभापतिले समितिको अभिभावक है सभापति भनेको उहाँले सही गरेर यता फुल हाउसमा पठाउँछ। फुल हाउसमा पनि दुईवटा प्रक्रिया हुन्छ है, यो नबिर्सिनु। पहिलो दिन टेबल हुन्छ, त्यो भनेको प्रतिवेदन चाहिँ मैले राखेँ है भनेर, त्यो भनेको सबै सांसदहरूलाई जानकारी दिएको यो प्रतिवेदन तपाईँको पिजन होलमा आउँछ है भनेर। त्यो प्रतिवेदन आइसकेपछि त्यसमा छलफल हुन्छ होइन अर्को दिन है। यो दुईवटा प्रक्रिया नबिर्सिनु होला। त्यो भनेको के हो भन्दाखेरि सांसदहरूले मलाई थाहा थिएन, मैले पढ्ने टाइम पाएन भनेर एटलिस्ट त्यो समितिको सांसदहरूलाई चाहिँ नि त्यो अवसर छैन, त्यो छुट छैन होइन। त्यसकारण यो जुन यो सभरेन्टी एमपीको सभरेन्टीमाथि प्रहार भयो भन्ने त्यो एकदम ठुलो एक्युजेसन हो। त्यसलाई पुष्टि गर्नको लागि मैले आधार भेटाएको छैन। मैले के चाहिँ आधार भेटाएको छु भन्दाखेरि पहिला यो समितिको प्रतिवेदन चाहिँ नि त्यहीँको सांसदहरूलाई फाइनल ड्राफ्ट पढ्न दिएन भने त्यसमा एउटा म्यासिभ समस्या छ। त्यो सांसदहरूले आवाज उठाउनु पर्ने, समितिकै सांसदहरूले आवाज उठाउनु पर्ने पहिलो। दोस्रो चाहिँ नि जुन बेला प्रतिवेदन पिजन होलमा आइसकेपछि पढ्नु पर्यो नि होइन, र यो प्रतिवेदनको ठ्याक्क सही नै छ होइन। जुन तपाईँले कुलिङ अफ पिरियड भन्यो, कुलिङ अफ पिरियड भनेको तपाईँले सरकारी नियुक्तिहरू संवैधानिक नियुक्ति मात्र होइन त्यो प्राइभेट नियुक्तिहरूमा पनि लागू हुन्छ। त्यसमा शब्द नै के लेखेको छ, निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पुरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन पाउने छैन भनेर यो दफा राख्दै गर्दाखेरि प्रश्न के हो भन्दाखेरि प्राइभेट सेक्टरलाई ओपन गरेको हो त भनेर प्रश्न आउँछ होइन। जब कुलिङ अफ पिरियडको कन्सेप्ट नै मैले काम गरेर गइसकेपछि 2 वर्ष चाहिँ नि मैले कुल अफ होइन, मेरो जति पनि नेटवर्कहरू छ त्यसलाई चलाउँदिनँ, मैले जति पनि रिलेसनसिप बनाएको छ त्यसलाई चलाउँदिनँ भनेपछि त्यो कुल अफ पिरियड सबै ठाउँमा लागू हुनुपर्ने हो। यो शब्दमा नै यो सेन्टेन्समा नै कुनै पनि नियुक्ति सरकारी संवैधानिक निजीमा लिन पाउँदैन भनेको भए सफा चट हुन्थ्यो। तर यो दफा पनि राख्यो, यो दफा लेखिसकेपछि यसको दफा मात्रै लेखेर भने त्यसको तलको दफा हेर्नु पर्यो। त्यो तलको दफामा यो जुन अहिले एकदम पपुलर भएको छ नि यो बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर, त्यो चाहिँ नि खास तपाईँले मूल विधेयक हेर्ने हो भने मूल विधेयकमा छ क्या। जब मूल विधेयकमा यो बाहेक भन्ने शब्द हटाइन्न त्यति बेलासम्म त त्यो कायम रहन्छ होइन। त्यसकारण यो चाहिँ नि कर्मचारी तन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोज्ने चाहिँ नि जुन अहिले तपाईँले शब्द प्रयोग गर्नु भने सार्वभौमतामा अट्याक भयो भनेर त्यो चाहिँ नि मलाई गलत लाग्छ। यसको पूर्ण एक्सेप्टेन्स यो कम्पिटेन्सको विषय हो कि
होइन यो हेलचेक रहेको विषय हो कि यो चाहिँ नि मिडियामा आछ कुलिङ अफ पिरियड आछ म त्यही गरेर बोलिदिइहाल्छु भनेर जुन त्यो आफ्नो पिजन होलमा आएको कुरा नपढिकन मिडियामा रिपोर्टिङ अथवा कुनै एक सांसदले एक नेताले भनेको आधारमा बोल्ने यो कल्चर यो संस्कारप्रति चाहिँ ठुलो क्वेसन हो। त्यसैले मैले चाहिँ सबैजनालाई के अनुरोध गरेँ भन्दाखेरि गल्ती हुन्छ, गल्तीलाई सुधारेर जानलाई पहिला गल्ती एक्सेप्ट गर्नुपर्छ र गल्ती कहाँबाट उत्पत्ति भएको भनेर त्यसमा स्वीकार गरेर त्यसपछि बल्ल अगाडि जान सकिन्छ भन्ने मलाई लाग्छ। जस्तो यो अलमल तपाईँहरूकै शिक्षा समिति हिजोले एमपिजहरूको सभरेन छ कि छैन भन्ने प्रश्न यो ठाउँमा जायज छ। किन भन्दाखेरि तपाईँको के भन्छ सरकार बनाउने त्यो संविधानले दिएको अनुरूप बनाउनुपर्छ होइन। तपाईँको बजेट संवैधानिक कुराहरू हो, अरू सबै त हरेक सांसद त सभरेन हो नि होइन। पार्टी पोलिटिकल पार्टी सभरेन होइन, नागरिक सभरेन हो, नेपाली नागरिक र नेपाली नागरिकबाट चुनिएका जनप्रतिनिधिहरू सभरेन हुन्। यो कुरामा चाहिँ तपाईँले यो जुन व्हिप सिस्टम लगाइन्छ नि होइन पार्टीको यो लाइन भनेर ठोकिदिन्छ नि प्रमुख सचेतकहरूले, त्यसमा गल्ती छ। हाम्रो समितिको लामो समयदेखि काम गर्दै आयौँ, छुट्टी भनेनौँ, केही भनेनौँ, बिरामी भएन, घरमा शोक पऱ्यो, केही नभइकन काम गर्दै आयो। अन्तर्वस्तुमा गएर ल सबैजना सबै मैले भने जस्तो पनि हुँदैन, उसले भने जस्तो हुन्छ, तर त्यो स्पिरिट अनुसार काम गर्नको लागि बाटो खुलाउँदै शिक्षा विधेयकमा धेरै राम्रो प्रावधानहरू हामीले ल्यायौँ होइन। त्यसपछि यो मन्त्री 3 चोटि चेन्ज भयो। पहिला विद्याजी हुनुहुन्थ्यो, पछि एउटा बैठकमा हाम्रो भूमि मन्त्री पनि आउनुभयो होइन, त्यसपछि फेरि अर्को मन्त्री आए, त्यसपछि सचिव चेन्ज भयो होइन। यो सबै हुँदा पनि एकदम राम्रो कोअर्डिनेसनमा छविजीले यो अगाडि लानुभयो होइन। हजुर छविलाल विश्वकर्मा उहाँले अगाडि मजाले कोअर्डिनेट गरेर सबैलाई मिलाउँदै यो बेस्ट हो, यो वर्स्ट हो, कम्प्रोमाइज यो हो, यसरी जाउँ भनेर अगाडि ल्याउनु भयो। त्यसपछि हाम्रो समितिको उपसमितिले प्रतिवेदन पेश गरेपछि त्यसमा नेपाल सरकारले 3 महले आफ्नो धारणा ल्यायो। जुन उपसमितिमा हरेक बैठकमा कि मन्त्री उपस्थित थिए, हरेक बैठकमा मन्त्री उपस्थित थिए कि सचिव कि सहसचिव अनि कानुनका साथीहरू भएर बनाएको आफै स्वयं संलग्न भएर बनाएको उपसमितिको प्रतिवेदनमा 33 बुँदे मन्त्रालयले संशोधन धारणा ल्यायो होइन। त्यसले पनि एकचोटि अड्क्यो। हरेकचोटि हामीले के भन्यौँ, तपाईँहरूले यो वर्कआउट गर्नलाई अङ्क ल्याउँ न, तथ्याङ्क ल्याऊ, कतिवटा दरबन्दी सृजना हुने, यसमा के पटक पटक माग्यो, कहिले पनि पाएन। त्यही चाहिँ वर्कआउट गर्ने भनेर मन्त्रालयले धेरै समय लियो। यो अन्तरालमा के भयो, उपसमितिमा के गरिरहेछ, कसो गरिरहेछ, धेरै इन्ट्रेस्ट ग्रुपलाई थाहा हुने नै भयो, लेख्नै पर्छ, थाहा दिनै पर्छ होइन। डिक्टेटरसिपमा मात्रै हुन्छ थाहा नदिने कुरा। त्यसरी अगाडि बढ्यो। त्यसपछि अर्को एउटा समिति बनाएर त्यो 33 बुँदेलाई सानो गरेर साङ्गुराएर ल्याउने भने 4-5 त्यो 4-5 वटा बुँदामा यो जुन बुँदा लिएर हाम्रो काङ्ग्रेसका प्रमुख सचेतकले त्यो लेखा समितिबाट लास्ट मिनटमा जम्प गरेर शिक्षा समितिमा आउनुभयो र पार्टीको लाइन यो हो भनेर उहाँले क्लियरली भन्नुभयो। जबकि उहाँले त्यो के भन्छ उपसमितिको प्रतिवेदन पनि मलाई जहाँसम्म लाग्छ त्यो कति गहनताका साथ त्यसमा काम गरिएको, त्यसमा समय नै नदिकन, फेरि भन्छु कि समय नदिकन यो पार्टीको लाइन हो भने कहाँबाट आउँछ पार्टीको लाइन। जबकि त्यो मन्त्रालयले मूल विधेयकमा प्रस्ताव गरेकोमा पनि 50-50 थियो। उपसमितिले यो महासङ्घसँग कुरा गरेर 60-40मा ल्यायो होइन, नयाँ फ्रेस ब्लड चाहिन्छ भनेर। त्यो कुरा कहिले पनि उहाँहरूको 33 बुँदे यो बुँदे त्यो बुँदेमा नआए पनि उहाँले त्यो लाइन लिएर आउनुभयो। त्यो चाहिँ नि उहाँको पार्टीगत यो 100% स्वतः थाहै गरिनुपर्छ भन्ने लाइनमा आउनुभयो उहाँ होइन। अनि स्वतः थाहै गर्ने भनेको के हो भन्दाखेरि अहिले हाम्रा युवाहरू जो बेरोजगारीको शिकार भइरहेछन्, एउटा अपर्च्युनिटी हुन्छ शिक्षक भन्ने होइन। शिक्षकको लिमिट दरबन्दी हुन्छ। अब चाहिँ नि यो विभिन्न थरीका शिक्षकहरू नराख्ने होइन भनेर त्यो लाइनमा जाँदाखेरि युवाहरूको लागि बाटो रोक्ने होइन। अनि यो जुन कोही मान्छे नेपालमा म शिक्षक बन्छु भन्नेलाई अनि कसरी शिक्षक बन्ने, निजी बाहेक अर्को ठाउँ नै नदिने सरकारी सामुदायिक विद्यालयहरूमा, त्यो लेभलको यो सरकारको लाइन हुन्छ। यो स्वतः के भन्छ कि तोके बमोजिम हुनुपर्छ। अनि नेपाल सरकारले पनि पटक पटक अग्रिमेन्ट गरेको थियो। पहिला एकताली अग्रिमेन्टमा 75-25 को आएको थियो होइन। तर के हो भन्दाखेरि जहाँसम्म लाग्छ हाम्रो सम्मानित सर्वोच्च अदालतले एउटा फैसला चाहिँ गरेछ होइन। त्यो कस्तो भन्दाखेरि आन्दोलनको हुरमा, आन्दोलनलाई मत्थर पार्ने नाममा जुनसुकै पनि देशलाई अहित हुने
अग्रिमेन्ट चाहिँ नि हुँदैन, त्यो चाहिँ नि स्वीकार्य हुँदैन भनेर त्यो पनि फैसला छ भनेपछि त्यति बेला 75-25 को कति शिक्षाको लागि हिटमा थियो। अनि कुनै देश बिगार्नु पर्यो भने त्यो शिक्षा बिगार्दै पुग्छ क्या। हाम्रो देश बिग्रेको पनि यो सामुदायिक शिक्षालाई सबलीकरण नगरेर, म त नगरेर भन्छु, गर्न नसकेर नगरेर, किन शिक्षकहरूलाई जहिले पनि भोट ब्याङ्क बनायो, शिक्षकहरूले पढाउनु पनि नपराइकन त्यो कारबाही गर्नुबाट पनि वञ्चित प्रोटेक्ट गरेर राख्यो पोलिटिकल पार्टी। र अब यतिका वर्षपछि ल म्यासिभ डिपार्चर सकेसम्म गरौँ भन्ने ठाउँमा पनि पोलिटिकल आफ्नो पार्टीको लाइन लिएर, तर म त त्यो पार्टीको दर्शन भन्दिनँ। नेपाली काङ्ग्रेसको दर्शन भनेको त लिबरल डेमोक्रेटिक सोसाइटी हो नि, त्यसमा त खुला प्रतिस्पर्धा हुनुपर्छ भन्ने पार्टीले स्वत थाहै हुनुपर्छ भन्ने त यो दर्शनमा पनि आधारित भएन, यो त नितान्त भोट ब्याङ्कमा आधारित भयो। यसरी शिक्षा प्रणालीमा कहिले नै सुधार नै ल्याउन नदिने यो प्रपञ्च चाहिँ भइरहेछ। त्यसैले हिजो हाम्रो समितिको 8 बजेको बैठक कति 4-5 बजेतिर बस्यो। हिजो फाइनल डे हुन्छ, यो सकिन्छ, त्यसपछि यो प्रहरी विधेयक त्यत्तिकै महत्त्वपूर्ण छ, प्रहरी विधेयकमा काम गरौँ भनेर क्या हौसिएर अब सेलिब्रेट गर्नु पर्यो, यमरी खुवाउँ भनेर ल्याएको, यो पासै गर्दैन साथीहरूले, यो अड्काइदियो। स्वयं म दलको प्रमुख सचिवबाट सभामुखसँग माग पनि गर्न चाहन्छु, यसको छानबिन होस् र नेपालको जुन कानुन बनाउने कुरामा यस्तो छेडखानी न यो देशलाई फाइदा गर्छ, यो त राज्य अपराध हो। किनभने हामीले संसद बनाएका छौँ, समितिहरू बनाएका छौँ, ती समितिमा सांसदहरूको महत्त्वलाई नै तपाईँको छेडखानी गर्ने यो ठ्याक्कै के हो भने राज्य विरुद्धको कसुर जस्तै हो। यदि कसैले राज्य विरुद्धको कसुर के हो भने यही हो राज्य विरुद्धको कसुर। त्यो भएको हुनाले समितिका सभापतिले आफूले राजीनामा दिएर बाटो मार्ग प्रशस्त गर्नुपर्छ, छानबिन गर्नुपर्छ। छानबिन गरेर भोलि उहाँ दोषी भएपछि कारबाही गर्नुपर्छ र उहाँ यदि नभएर कर्मचारीले त्यो हरकत गरेका हुन् भने राज्य विरुद्धको कसुर लगाएर तपाईँको अपराध गर्नेहरूलाई चाहिँ जेल सजाय हुनुपर्छ। यो सामान्य अपराध होइन। किनभने ऐन कानुन र नीति बनाउने कुरामा, राज्यका नियमहरू बनाउने कुरामा अनि यसरी तपाईँको छेडखानी गरेर यो अपराध, म सिधा भाषामा के भन्छु भने यो राज्य विरुद्धको कसुर र राज्य विरुद्धको कसुर गर्नेलाई तपाईँको जुन हाम्रो कानुनी प्रावधान छ यो कारबाही हुनुपर्छ र यसरी तपाईँको छेडखानी गर्न पाइँदैन। मैले यति नै भने कर्मचारी हो भने भनेर भन्नुभयो हैन, कर्मचारीहरूको देउसी भैलो त हामीले देखेकै हो र पनि यत्रो ठुलो चलखेल चाहिँ कर्मचारीले गर्न सक्छ र समितिले टुङ्गाइसकेपछि अनि समितिले टुङ्गाइसकेपछि अब 2 जना मान्छे मात्रै आउँछ त्यसमा। अब त्यो ड्राफ्ट गर्ने मान्छे र त्यसलाई बुझाउने समितिको सभापति जो समिति राज्य व्यवस्था समितिको सभापति हुनुहुन्छ, उहाँ 2 जना मात्रै आउँछ। जसले ड्राफ्ट गर्यो या बुझायो र दुईटैलाई तपाईँको समिति बनाएर छानबिनको दायरामा ल्याउनै पर्छ र छानबिन गर्नुपर्छ। समितिको सभापतिमा नैतिकता भन्ने चिज यदि बचेको छ भने उहाँले चाहिँ राजीनामा दिएर अनुसन्धानलाई चाहिँ सहयोग गर्न सघाउनुपर्छ, यदि नैतिकता छ भने। किनभने अनुसन्धानमा सघाउनुपर्छ, पदमा बसेर छानबिन हुन सक्दैन। त्यो भएको हुनाले अहिले म अपिल के गर्न चाहन्छु भने यो राज्य विरुद्धको कसुर हो, यो जघन्य अपराध हो। किनभने देशको ऐन कानुन नीति नियम बनाउने कुरामा आज समितिमा बसेका सांसदहरूको जुन समितिले पारित गरेको अर्कै छ, त्यहाँ विधेयक पास हुन्छ अर्कै। यो त तपाईँको अपराध होइन र। यसरी नै तपाईँको नियम कानुन ऐन परिवर्तन गरेकै कारणले आज मान्छेहरूले अल्पत्र पर्नुपर्ने अवस्था छ। अरू के? हस्, धन्यवाद। मैले यति नै भने सम्पूर्ण आदरणीय साथीहरू, आज तपाईँहरूको असाध्यै चर्चाको विषय बनेको छ। सबै न्युजहरूको हेडलाइनको पात्र म आफू पनि बनेको छु राज्य व्यवस्थाको सभापतिको हैसियतले। मेरो नाउँ सभापतिको हैसियतमा यो कानुन बनाउँदाखेरि सभापति नै हो भन्ने कुरा आउँछ। तर हामीले जे निर्णय गरेका थियौँ त्यसलाई मुख्य बुँदा उल्लेख गरिएको बुँदा दफा 4 थियो, निजामती कर्मचारीको चर्चित कुलिङ पिरियडको बारेमा 82 को 4, निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले 2 वर्ष अवधि पुरा नभइकन कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भने हामीले उल्लेख गर्यौँ। त्यही मूल मर्म थियो। त्यसको मुनि एउटा दफा थपिएर सदनमा गएको, पछिबाट गएको हामीले फेला पार्यौँ। यो कसको गल्तीबाट भएको छ, कसले गर्यो, त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। आजै हामीले कानुन र सामान्य प्रशासन मन्त्रालयका साथीहरूलाई पनि आमन्त्रण गरेका थियौँ।
उहाँहरू उपस्थित हुनु भएन। हामीले बोलाउँदा सभामुख कहाँ बोलाउँदाखेरि पनि यो गम्भीर ठुलो संसदमाथिको ठुलो प्रहार हो। यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ हुँदैन। त्यसमा हामी चाहिँ छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ र यसलाई छानबिन गरेर म आफै माथि पनि छ भने यो कानुन निर्माण करिब समाप्त भएको अवस्था हो। कानुन निर्माणको प्रक्रिया लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो यो छानबिन हुनुपर्छ। हामीले धेरै पहिलादेखि चाहिँ गरेका थियौँ। छानबिनमा कारबाही यदि मेरो पनि दोषी देखियो म आफू पनि कारबाहीको दायरामा आउन चाहन्छु। यसमा सभामुखलाई नै छानबिनका लागि आग्रह गरेका छौँ र हामीले एउटा आज पनि मिटिङ थियो, त्यो मिटिङ नबस्ने निर्णय गऱ्यौँ जबसम्म यो हुँदैन। सबै साथीहरू आउँदा पनि प्रहरी विधेयकमाथि हामीले छलफल नगरेर स्थगित गरेका छौँ। अब यो टुङ्गो लागेपछि हामी जान्छौँ। हामीले देखेका थियौँ। त्यही आज केही संवैधानिक असंवैधानिक कानुन बनाउने संसदले हो। संसदले बनाएको कानुन असंवैधानिक हुन्छ भने कसले बनाएको कानुन संवैधानिक हुने हो। संसदको सर्वोच्चतालाई कायम राख्ने पक्षमा हामी छौँ जनप्रतिनिधिहरू। आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिलाई बदनाम गर्ने काम भएको छ। त्यसप्रति म सभामुखको ध्यान आकर्षण गराएको छु र अरू हामी समितिका साथीहरू छलफल गरेर निर्णय गर्छौँ। कसले मेरो कर्मचारीको माग्ने छानबिन गरौँ न। कर्मचारी म जो छ म त्यो स्टेजमा आउँदाखेरि के गर्नुपर्छ मेरो गल्ती देखिया ठाउँ म तयार छु। तर तपाईँहरूलाई यति अनुरोध गरेँ छानबिन चाहिँ जुनसुकै लेभलको भए छानबिनबाट कार्यवाही दायरा आउनुपर्छ।